प्रतिभा रावलजी, यदि हजुरले चितवनको मालपोतको बिचौलियाहरूलाई चाहिँ कन्ट्रोल गर्न सक्नुभयो भने नि होइन, आधा घुसखोरी त विदेश जानुपर्छ होला कि। हाम्रो रेणु दाहालको यो हो के मतपत्र च्याति त नाइके नै हो कि, त्यहाँको बिचौलियाको नाइके नै हो कि, सबै ह्यान्डल उसैले गर्छ के। सबभन्दा पहिला उसैलाई कारवाही गर्नु ल। आजभन्दा 5 वर्ष अगाडि म मेरो जग्गाको कर तिर्न जाँदा त मलाई बिचौलियालाई पैसा तिरेर बल्ल कर तिरेको मैले भनेपछि चितवनको मालपोतमा यति बिचौलिया छ, किनकि म आफै चितवनवासी होइन। यदि तपाईँले त्यहाँको बिचौलियालाई रोक्नु भयो भने चाहिँ सलुटै गर्छु कि हजुरलाई, सलुटै। ती बिचौलियाहरूले दिनमा 50 देखि 1 लाख कमाउँछन् होला के बिचौलियाहरूले के। हामीले बनाएर लगको पेपर उनीहरूले हुँदैन, उतै जानुपर्छ, बिचौलियातिरै जानुपर्छ, त्यसमा पनि घुस दिनुपर्छ। यति गाह्रो त छैन नि बाबा, यति गाह्रो छैन। अझ विदेशबाट गएका मान्छेको केही काम गर्नु छ भने त यति धेरै पैसा लिन्छन्, यति धेरै पैसा लिन्छन् होइन, कति दुःख दिन्छन् भन्ने कुरा साध्यै छैन कि, साध्यै नै छैन कि। त्यही भएर यो कुरा चाहिँ सबभन्दा पहिला रोक्नुहोस् ल सिस। हजुरलाई धन्यवाद दिन्छु यदि यो कुरा रोक्न सक्नुभयो भने। सबभन्दा धेरै घुसखोरी त चितवनको मालपोतमा छ के।